मलाई त्यो उसको रेस्पेक्ट गर्छ त्यो बाटी राम्रो लाग्छ। मलाई चाहिँ दिपा दिदीले हरेक कुरामा त्यो हुन्छ नि अगाडि बढ्नुको लागि चाहिँ उहाँले चाहिँ मलाई इन्करेज गर्नुहुन्छ। त्यही कुरा चाहिँ मलाई चाहिँ सम्झना एकदमै नम्र लाग्छ। मलाई पनि उहाँले सबैले सिकाउनलाई चाहिँ एकदम हौसला दिन हुन्छ, त्यही राम्रो लाग्छ। के राम्रो लाग्छ मलाई के राम्रो लाग्छ भन्दा मैले त्यति धेरै लामो समयदेखि त चिनेको छुइनँ, तर जहिलेदेखि चिने उहाँ चाहिँ मसँग एकदमै क्लोज हुनुभयो। अनि क्लोज भइसकेपछि प्र्याक्टिसमा पनि आउनुहोस् भनेर बोलाएँ, आउनुभयो। आज परमेश्वरलाई धन्यवाद, उहाँले क्वायरमा पनि आउनु भएको छ। अनि उहाँको राम्रो लाग्ने कुरा चाहिँ उहाँ अलिकति हेल्पफुल खालको हुँदो रहेछ, अनि अलिकति जेनरसिटी पनि देखेँ मैले उहाँमा है। अनि उहाँले लास्ट टाइम हामीलाई खानेकुराहरू बनाएर पनि खुवाउनु भयो क्वायरहरूलाई, त्यो खालको हृदय उहाँमा रहेछ। अनि मेहनती हुनुहुन्छ। मलाई चाहिँ उत्साह एकदम नम्र लाग्छ, अनि उसको बोली वचन होइन, अनि अरूलाई इन्करेज गर्ने त्यो एकदम राम्रो हुन्छ, धेरै राम्रो। बहिनीको बानी सँगै सङ्गत गरेको छैन, मान्छे हेर्दा पनि राम्रै छ, अनि एकदमै ज्ञानी अनि सोझी, अनि गाली गऱ्यो भने सहेर बस्छ। ओभरअल सबै राम्रो छ, धेरै जस्तो उसको बानी मनपर्छ। मलाई नै प्रवेशको सबै सुन्ने ठाउँमा सुनिदिन्छ, सबैभन्दा राम्रो बानी त्यो लाग्छ। अनि नराम्रो त भन्न नपाए अरुण भाइको सबै राम्रो नै छ, त्यही हम्बल छ। मेन वान अफ द मेन चाहिँ हम्बल। दिदीको बारेमा भन्नुपर्दा चाहिँ मलाई चाहिँ अलिक बुझ्ने हुनुहुन्छ जस्तो लाग्छ। अनि त्यस पछाडि हरेक कुरामा धन्यवादी हुनुहुन्छ उहाँ, अनि त्यो कुराहरू मनपर्छ दिदीको मलाई। अब सुरजको बारेमा भन्नुपर्दाखेरि चाहिँ उसले गरिने आराधना चाहिँ एकदमै असल, अनि त्यो जुन आराधनाको भावमा जानुपर्ने त्यो खालको वरदान चाहिँ उसमा छ है। यो कुरा चाहिँ मलाई एकदमै राम्रो लाग्छ। धन्यवाद। मलाई के भन्छ अरे दाइले धेरै माया गरेको चाहिँ मलाई मात्रै माया गरिदिने हुन्थ्यो जस्तो लाग्छ। माया गर्छ दाइले, माया गर्छ मलाई दाइले, अझै मलाई नि धेरै माया गरिदियो हुन्थ्यो जस्तो लाग्छ। माया गर्ने बानी चाहिँ राम्रो लाग्छ दाइको मलाई।